मानौ तपाईँ पश्चिम नेपालको शान्त गाउँमा हुनुहुन्छ। अचानक त्यहाँको जमिन हल्लिन थाल्छ, भाँडाकुँडाहरू बज्न थाल्छन्। यो देखेर तपाईँ बाहिर भाग्नुहुन्छ। यो एउटा सानो भूकम्प थियो, यो महिनाको तेस्रो भूकम्प। पछिल्लो वर्षलाई नै हेर्ने हो भने पश्चिम नेपालमा यस्ता सानातिना दर्जनौं भूकम्पहरू महसुस भएका छन्। अस्ति भर्खरै पनि जाजरकोटलाई केन्द्रबिन्दु बनाएर एउटा सानो भूकम्प गएको थियो। अहिले आएर पश्चिम नेपाल किन यसरी हल्लिरहेको छ त? यो सानो सानो धक्काहरू एउटा ठुलो भूकम्प जाने सङ्केत हो त? यिनै प्रश्नको उत्तरहरू खोज्नलाई आज मैले साइन्स र इतिहासहरू खोटालेर एउटा कथा बनाएको छु। सब्स्क्राइब गरेर अन्तिमसम्म हेर्नुहोला। पश्चिम नेपाल अहिले प्रेसर कुकर जस्तो भएको छ, किनकि 1505 देखि यता यहाँनेरि ठुलो भूकम्प गएको इतिहास नै छैन। 2024 को डिसेम्बरदेखि यता 4 म्याग्निट्युड भन्दा ठुलो दर्जनौं भूकम्पहरूले बझाङ र जाजरकोटलाई हल्लाएका छन्। यीमध्ये 5.5 म्याग्निट्युडको भूकम्पले अस्ति भर्खरै जाजरकोटलाई मजाले हल्लाएको थियो, तर क्षति भने केही हुन पाएन। यिनै कारणहरूले वैज्ञानिकहरू पश्चिम नेपालमा 8 म्याग्निट्युड भन्दा ठुलो भूकम्प जाने सङ्केतहरू गर्न थालेका छन्। अनि के थाहा छ त भन्दा अघि त मैले भन्नु पश्चिममा चाहिँ ठुलो जान्छ अरे भनेर भनेको कुरो चाहिँ फेरि असत्य होइन है। फेरि उहाँ हो वरिष्ठ भूगर्भविद डाक्टर लोक विजय अधिकारी। उहाँले भनेअनुसार पश्चिम नेपालमा 500 वर्षदेखि जमिन मुनि जम्मा भइरहेको एनर्जीले करिब 8 वा सो भन्दा ठुलो म्याग्निट्युडको भूकम्प ल्याउन सक्छ। यो भनेको अस्ति 153 जनाको ज्यान लिने जाजरकोटको 6.4 म्याग्निट्युडको अर्थक्वेक भन्दा लगभग 100 गुणा ठुलो भूकम्प हो। त्यसो भए पश्चिम नेपाल यति धेरै रिस्कमा किन छ त? यसको जवाफ भूकम्पको इतिहाससँग रहेको छ। यदि मेरो युट्युबको एनालाइटिक्सलाई आधार मान्ने हो भने तपाईहरुमध्ये धेरैजना मेरै उमेर समूहको हुनुहुन्छ। 72 सालको भूकम्प तपाईहरुमध्ये धेरैलाई राम्रैसँग याद होला। मलाई त 12 गतेको भूकम्प, त्यसको भोलिपल्ट गएको झट्का र 10-15 दिन पछाडि आएको अर्को झट्काले स्कुलमा पढ्दा पढ्दै भागेको अझै राम्रोसँग याद छ। गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको यो 7.8 म्याग्निट्युडको भूकम्पले करिब 9000 जनाको ज्यान लिनुका साथै थुप्रै बिल्डिङहरूमा क्षति गरेको थियो। यो त भयो हाम्रो जेनेरेसनको कुरा। यदि तपाईले भूकम्पको बारेमा आफ्नो बुवा आमालाई सोध्नुहुन्छ भने उहाँहरूले लिने नाम हो 45 सालको भूकम्प। उदयपुरलाई केन्द्रबिन्दु बनाएर गएको 6.9 म्याग्निट्युडको यो भूकम्पले पूर्वका थुप्रै ठाउँहरूलाई ध्वस्तै बनाएको थियो। मेनली धरान र धनकुटा जस्तो ठाउँलाई धेरै असर गरेको थियो। यहाँको थुप्रै घरहरू लडेका थिए र करिब 700 जनाको ज्यान पनि गएको थियो। बुबा पुस्ताबाट अलिकति अगाडि बढेर अब हामी हजुरबा पुस्तालाई गएर भूकम्पको बारेमा सोध्छौँ भने उहाँहरूको एन्सर 90 सालको भूकम्प हुन्छ। 8 म्याग्निट्युडको यो भूकम्प हाम्रो सगरमाथाको दक्षिणी भूभागमा केन्द्रबिन्दु बनाएर गएको थियो। यस भूकम्पले थुप्रै गाउँहरूलाई माटोमा मिलाउनुका साथै भीमसिंह थापाले बनाएको धरहरा पनि भत्किएको थियो। यो तीनटा भूकम्पको बारेमा कुरा गरिरहँदा तपाईले एउटा कुरा नोटिस गर्नुभयो त? यो तीनटै ठुलो भूकम्पले पश्चिम नेपाललाई टार्गेट गरेको छैन। गोर्खाको भूकम्पलाई नजिकै मान्न सकिन्छ, तर यो पश्चिम नेपालमा भने पर्दैन। आखिर यस्तो किन भइरहेको छ त? यसको एन्सर हाम्रो खुट्टा मुनि भएको जमिनमा लुकेको हुन सक्छ। कुनै बेला पृथ्वीनारायण शाहले नेपाल दुई ढुङ्गा बीचको तरुल हो भनेर भन्नुभएको थियो। यो लाइनले हाम्रो जमिन मुनिको नक्सालाई पनि उत्तिकै काम गर्छ। तपाईले आफ्नो खुट्टा मुनिको जमिन हेर्नुभयो भने एउटै टुक्रा जस्तो देखिन्छ, तर यो त्यस्तो छैन। यिनीहरू अलग अलग टुक्रामा विभाजित छन्। यी टुक्राहरूलाई टेक्टोनिक प्लेट्स भनिन्छ। यही टेक्टोनिक प्लेट्सहरू लिक्विड रकको लेयरमा यसरी तैरिरहेका हुन्छन् जसरी समुद्रमा नाउ तैरिन्छ। अब यिनीहरू तैरिरहेका छन् भनेपछि त्यहाँ हलचल त पक्कै हुन्छ। हो, यही हलचलले हाम्रो पृथ्वीको सर्फेसलाई करोडौं वर्षदेखि बदल्दै आएको छ। भूकम्प, ज्वालामुखी र पहाडहरू बन्ने कारण पनि यिनै हुन्। हाम्रो नेपाल इन्डियालाई बोकेर हिँडेको इन्डियन प्लेट र युरेसियन प्लेट ठोक्किरहेको ठाउँमाथि रहेको छ। हरेक वर्ष 5 सेन्टिमिटरका दरले इन्डियन प्लेट युरेसियन प्लेटसँग ठोक्किरहेको हुन्छ। नेपालको बोर्डर सरे जस्तै हो कि क्या हो यो त?
यो भनेको ठ्याक्कै दुईवटा सुमो रेस्लरहरू एकअर्कालाई ठेलिरहेको जस्तै हो। उनीहरूले त्यसरी ठेल्दाखेरि त्यहाँनेरि प्रेसर उत्पन्न हुन्छ। यही प्रेसरले हाम्रो हिमालयहरू बनेको हो र यही प्रेसरले भूकम्प पनि ल्याउँछ। टेक्टोनिक प्लेट्सको यो ठेलमठेलमा जब प्लेट्सहरू स्लिप हुन्छन् त्यहाँको एनर्जी भूकम्पको रूपमा रिलिज हुन्छ। हाम्रो नेपालमा हेर्ने हो भने यसरी भूकम्प 5 देखि 15 किलोमिटर मुनि जेनेरेट भइरहेको हुन्छ। 72 सालको भूकम्प पनि जमिनको सतहभन्दा 8.2 किलोमिटरको गहिराइमा जेनेरेट भएको थियो। भूकम्प सर्फेसभन्दा जति नजिकै ओरिजिनेट हुन्छ यसको शक्ति त्यति नै धेरै हुँदै जान्छ। यसले गर्दा सानो सानो अर्थक्वेक पनि एकदमै डेडली हुन्छ। पश्चिम नेपालको जमिन मुनि पनि यो प्लेट्सहरूको युद्ध चलि नै रहेको छ। थुप्रै वर्षदेखि यहाँ ठुलो भूकम्प नगएकाले बिल्ड भएको एनर्जी रिलिज भएको छैन। यो एनर्जी दाबिएको स्प्रिङमा जसरी स्टोर भएर बसेको छ। अहिले गइरहेको सानो सानो भूकम्पहरूले यो स्प्रिङ खुल्न लागेको सङ्केत गरेका हुन सक्छन्। यो स्प्रिङ अब एकैचोटि खुल्नै आँटेको हो त? अब कुरा गरौँ भविष्यवाणीको। शेरबहादुरको ज्योतिषले 7 चोटि प्रधानमन्त्री बन्ने भविष्यवाणी गरे रे भनेर हामी सबैले एकपटक त सुनेकै छौँ। यो त नेपालमा नर्मल खालको भविष्यवाणी भइहाल्यो। तर नेपालमा उहाँ जस्तो महानुभाव पनि हुनुहुन्छ जसले ग्यारेन्टीका साथ भूकम्प आउँछ भनेर भन्न सक्छन्। मैले देखेको कि दाङ हो, कि तपाईको चाहिँ दाङै केन्द्रबिन्दु बनाउँछ, कि तपाईको चाहिँ रूपन्देही केन्द्रबिन्दु बनाउँछ, कि तपाईको पाके। तर के यिनले साँच्चै भूकम्प प्रेडिक्ट गर्न सक्छन् त? कसैले यति गर्दै भुइँचालो जान्छ है भनेर कहीँ सुन्नुभयो भने त्यो एकदम चाहिँ गलत बोल्यो भन्ने कुरा चाहिँ झुट बोल्यो, यो थाहै नभएको बोल्यो भन्ने चाहिँ कन्फर्म हुनु पर्यो। ज्योतिषहरूले यसरी मिडियामा ग्यारेन्टी दिँदै हिँडे पनि साइन्टिस्टहरू भने यस्तो कन्फिडेन्सका साथ यहीँनेरि भूकम्प जान्छ भनेर भन्न सक्दैनन्। भूकम्प कहिले जान्छ भनेर पत्ता लागेको पनि, त्यो फर्मुला पत्ता लागेको पनि छैन र भन्न पनि सक्दैन। आखिर किन त? भुइँचालोको कारक तत्त्व भनेको टेक्टोनिक प्लेट्सको मुभमेन्ट हो। यो मुभमेन्टहरू एकदमै धेरै कम्प्लेक्स हुन्छ। यहाँ अनेक भेरिएबलहरू हुन्छ। सबैलाई प्रेडिक्ट गरेर एक्ज्याक्टली यही बेला भूकम्प जान्छ भनेर भन्नै सकिँदैन। तर यसको मतलब हामी केही गर्न सक्दैनौँ भन्ने चाहिँ होइन। हामी एजुकेटेड गेस चाहिँ गर्न सक्छौँ। भनेपछि संसारमा अहिलेसम्मको अध्ययनले चाहिँ भूकम्प कहाँ कहाँ जान सक्छ होइन, कतिसम्म भूकम्प जाने शक्ति त्यो ठाउँमा छ, त्यसको चाहिँ अब स्ट्याटिस्टिक चाहिँ हेऱ्यो भने कतिको अन्तरालमा पनि जान सक्छ है भन्ने चाहिँ अन्तराल मात्रै। अन्तराल भनेको 100औं वर्ष फरक पर्ला होइन, 10औं वर्ष 20औं वर्ष पर्ला, 1000औं वर्ष फरक पर्ला कहीँ भनौँ न। भनेपछि त्यो अस्तरी जान सक्छ भन्ने चाहिँ थाहा भएको छ। अहिले भइरहेका फल्ट लाइन्स र भूकम्पको इतिहास हेरेर हामी 50 देखि 100 वर्षभित्रमा यहाँनेरि चाहिँ यति म्याग्निट्युडको भूकम्प जान्छ भनेर गेस गर्न सक्छौँ। अस्ति गएको 5.5 को सानो धक्काले त्यहाँ फल्ट लाइन एक्टिभ छ भनेर देखाउँछ। तर यसले चाहिँ ठुलो भूकम्प नै जान्छ भनेर ग्यारेन्टी चाहिँ दिँदैन। यसको मतलब हामीले भूकम्पलाई ठ्याक्कै यही बेला जान्छ भनेर चाहिँ प्रेडिक्ट गर्न नसक्ने रहेछौँ। त्यसो भए हामी भूकम्पलाई प्रेडिक्ट नै गर्न सक्दैनौँ भने हामी प्रिपेयर चाहिँ कसरी गर्ने त? यसको एन्सर जापानसँग हुन सक्छ। 2011 मा 9 म्याग्निट्युडको विशाल भूकम्पले जापानको टोहोकु रिजनलाई हल्लायो। यो अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा बलियो भूकम्प मध्ये एउटा थियो। यो भूकम्प सुरु हुनुभन्दा केही सेकेन्ड अगाडि वार्निङ सिस्टमले थाहा पाएर अलर्ट पठायो। Oh my god, it's big. I gotta go outside. अलर्टले गर्दा 27 वटा बुलेट ट्रेनहरू आफै रोकिए। यी बुलेट ट्रेनहरू मध्ये कतिपय त 250 किलोमिटर प्रति घण्टाको स्पिडले कुदिरहेका थिए। सोच्नुस् त त्यति बेलै भुइँचालो आएको भए कत्रो ठुलो क्षति हुन्थ्यो होला। तर यो अलर्ट सिस्टमले गर्दा ट्रेनका कसैलाई केही क्षति भएन। यति मात्र नभएर थुप्रै मान्छेहरूले सुरक्षित ठाउँमा लुक्ने मौका पनि पाए। यो कसरी सम्भव भयो त? भूकम्प आउँदा जहिले पनि दुईटा वेभ्समा आउँछ। सुरुमा पी वेभ्सहरू आउँछन् जुन चाहिँ एकदमै छिटो ट्राभल गर्छन्। यी पी वेभ्सहरू जेनरली डिस्ट्रक्टिभ नेचरका हुँदैनन्, यिनीहरूले क्षति कम गर्छन्। पछिबाट बलियो एस वेभहरू आउने हुन् जसले धेरै विनाश गर्छन्। जापानको सिस्टममा देशैभरि फैलिएका हजारौं साइस्मोमिटरहरू छन्। साइस्मोमिटर भनेको भूकम्प नाप्ने यन्त्र हो जसको मेन काम यही पी वेभ्सहरूलाई डिटेक्ट गर्नु हो। कम्तीमा दुईटा सेन्सरले पी वेभ डिटेक्ट गर्यो भने एउटा सुपर पावरफुल कम्प्युटरले यो भूकम्पको केन्द्रबिन्दु कहाँ हो र कति शक्तिशालीको हो भनेर प्रेडिक्ट गर्छ। यहाँनिर छिटो एनालाइसिस गर्ने कुरा एकदमै इम्पोर्टेन्ट हो।
किनकि एस वेभहरू आउनुभन्दा अगाडि वार्निङ दिन सक्नुपर्छ। यसरी एनालाइसिस गरेर खतरनाक भूकम्प नै हो भन्ने कन्फर्म भएपछि अलर्टहरू पठाइन्छ। Oh my god, it's big. I gotta go outside. यो सिस्टमले गर्दा मान्छेलाई केही सेकेन्ड कहिलेकाहीँ त केही मिनेट पनि भाग्न सक्ने समय हुन्छ। तर यो सिस्टम पर्फेक्ट भने चाहिँ छैन। भूकम्पको केन्द्रबिन्दु नजिकै भएका ठाउँहरूलाई कहिलेकाहीँ वार्निङ आउँदा आउँदै भूकम्प गइसकेको हुन्छ। त्यति बेला कसरी भाग्ने? कहिलेकाहीँ चट्याङहरूले गर्दा पनि फल्स अलार्महरू आउन सक्छ। र इम्प्रुभमेन्टका कामहरू जहिले भइरहेका हुन्छन्। यो सिस्टम एकदमै गेम चेन्जर हो। के नेपालले पनि यस्तो सिस्टमहरू प्रयोग गर्न सक्छ त? आँट भयो भने पक्कै सक्छ। यो सिस्टम एकदमै महँगो त छ, तर यसले बचाउने ज्यानहरू त्यो पैसाको अगाडि केही पनि होइन। पश्चिम नेपालमा ठुलो भूकम्प दशकौँ पछाडि पनि आउन सक्छ या भोलि नै पनि आउन सक्छ। ठ्याक्कै यति बेला आउँछ भनेर कसैले भन्न सक्दैन। तर हामी प्रिपेयर भएर चाहिँ बस्न सक्छौँ। भूकम्प थाम्न सक्ने बिल्डिङ बनाउनु र इमर्जेन्सी सिचुएसनमा के गर्ने भनेर थाहा पाउनु हाम्रो लागि एकदमै इम्पोर्टेन्ट कुरा हो। आफ्नो घरबारे सोच्नुहोस् त, भूकम्प आयो भने तपाईँको प्लान के छ? कतिको प्रिपेयर्ड हुनुहुन्छ? कमेन्टमा लेख्न नभुल्नुहोला। भूकम्पले जमिन हल्लाउँदै गर्दा अस्ति भर्खरै हेटौडामा एउटा गाडी जमिन मुनि गायब भयो। यो कसरी भयो त? त्यो हेर्नका लागि यहाँनिर क्लिक गर्नुहोस्। सब्सक्राइब। थ्याङ्क यू फर वाचिङ।